नमस्ते सबैजनालाई। हेर्नुहोस्, आज चाहिँ घाम यस्तो डरलाग्दो लागिरहेछ। यो चाहिँ मेरो रुमको अगाडिबाट देख्ने भ्यू हो। अन्त यहाँनिर म चाहिँ देखाउँदै थिएँ मेरो माइत घर परनिर हो भनेर। माइत घर देखाउँदै थिएँ। आज त्यस्तो दामी देखिरहेको छ। अनि मेरो नानी पनि खेलिरहेछ उसको कान्छी आँसुसँग। अनि यहाँनिर ठुला दिदी पनि फ्यान बनाउँदै थियो। अन्त यहाँ म चाहिँ भाँडाहरू धुँदैछु। सबै भाँडाहरू धुनुपर्छ आज भनेर देखाउँदै थिएँ टिभी हेर्दै किन। अनि मेरो यहाँनिर नानी पनि मलाई हेरेको गरिरहेछ। बिचरा उसले चाहिँ बोक्नु भन्छ नि त। अन्त ऊ चाहिँ सानो आज 1.5 मन्थ भयो। अन्त बोक्नु भनेर एकछिन म उसलाई बोक्नु पर्यो भनेर सोचेर चाहिँ एकछिन कामसाम सबै छोडेर उसलाई बोक्दैछु। म एकछिन उसँग खेल्छु भनेर चाहिँ सोचेर बिचरा नानीहरू त्यही त हो, हातमा भन्छ बोक्नु खेल्नु मात्रै भन्छ उसले चाहिँ। अन्त चाहिँ म उसलाई बोकेर एकछिन खेल्दै थिएँ उसँग। अन्त आज